नमस्ते साथीहरू। आजको भिडियो रहेको छ मेरो सेयरको माथि। मेरो सेयर अब प्राइमरी मार्केटको लागि आइपिओहरू भर्नको लागि मेरो सेयरको एकाउन्ट चाहिन्छ र अर्को हुन्छ एउटा सेकेन्डरी मार्केट। सेकेन्डरी मार्केटमा तपाईहरुले चाहिँ यही आइपिओहरू जुन बेच्छ मान्छेहरूले त्यो चाहिँ किन्न पाउनुहुन्छ तपाईहरुले। अब प्राइमरी मार्केटको लागि के चाहिन्छ सबभन्दा पहिला तपाईहरुलाई थाहा छ एउटा चाहिँ बैंक एकाउन्ट सबैलाई हुनै पर्छ। बैंक एकाउन्ट खोलिसकेपछि तपाईहरुले चाहिँ अर्को डिम्याट एकाउन्ट खोल्नुपर्छ त्यो पनि ब्रोकर अफिसबाट अथवा बैंकमै गएर तपाईहरुले खोल्न सक्नुहुन्छ। त्यसपछि के हुन्छ भन्दाखेरि डिम्याट भइसकेपछि त्यही एउटा मेरो सेयरको फर्म आउँछ। मेरो सेयरबाट तपाईले अनलाइन चाहिँ आइपिओहरू भर्न सक्नुहुन्छ। त्यो मेरो सेयरको चाहिँ फर्म भरेर त्यसपछि त्यति गरिसकेपछि आइपिओहरू भर्नलाई इलिजिबल हुन सक्नुहुन्छ तपाईहरु। अनि यसरी चाहिँ आइपिओ भरेर मात्र योहरू सबै हेर्नु योहरू एकजनाको मैले चाहिँ सबै आइपिओ मात्रै भरेर यति चाहिँ आइपिओहरू पड्या छ। अनि आइपिओ मा भनेको तपाईको लगभग बढीमा चाहिँ त्यही 100 को दरले 1 किताको दरले यानि कि 1000 रुपैयाँमा 10 किता भर्न सक्नुहुन्छ। र त्यस्तै अब तपाईहरुले सेकेन्डरीमा अहिलेको रेन्जमा हेर्नु पर्दाखेरि धेरै जसो सेयरहरू 200 को रेन्जमा आएको छ। 200 भन्दा पनि बिलो छ। त त्यो सेयरहरू किनेर पनि फ्युचरमा चाहिँ राम्रो इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ र एउटा चाहिँ फ्युचरको लागि राम्रो सेभिङ पनि गर्न सक्नुहुन्छ र तपाईहरुले पैसा लगाएर थोरै पैसा लगाएर पनि धेरै कमाउन सक्नुहुन्छ। शेयर बजार भनेको तपाईको पैसा लगाएर पैसा कमाउने क्षेत्र हो। त्यही भएर अब तपाईहरुलाई सेकेन्डरी मार्केटमा कसरी छिर्ने सेकेन्डरी मार्केटको लागि के गर्ने आइपिओहरू त धेरै जनाले अब भरिसक्नु भयो। धेरै जनाले अब अहिले चाहिँ पर्ने चान्सहरू पनि अब 10 वटा भर्नुभयो भने एउटा परिरहेको हुन्छ। त्यस्तो हुन्छ अब 5-7 वटा घरकै परिवारमा 5-7 जना छ भने यसरी भर्दाखेरि कहिलेकाहीँ एउटा दुईटाकोमा परिरहेको हुन्छ। र प्राइमरीको साथसाथै तपाईलाई अब सेकेन्डरीमा किनबेच गर्नलाई छिर्नै पर्ने हुन्छ। त्यही भएर अब मैले चाहिँ सेकेन्डरी मार्केटमा कसरी के गर्ने के छ प्रोसेस त्यसको बारेमा म बताउँछु। सेकेन्डरी एकाउन्टको लागि चाहिँ ब्रोकर एकाउन्ट चाहिन्छ। सेकेन्डरी मा खेल्नको लागि किनबेच गर्नको लागि यही आइपिओलाई तपाईले किनबेच गर्नु परेमा तपाईले चाहिँ सेकेन्डरी एकाउन्ट अथवा ब्रोकर एकाउन्ट चाहिन्छ। त्यो ब्रोकर एकाउन्ट चाहिँ नेपालमा लगभग 50-60 वटा छ। त्योमा चाहिँ एउटा कुनै सिलेक्ट गरेर जसको सर्भिस राम्रो लाग्छ त्यसको सर्भिस छानेर तपाईले किन्न सक्नुहुन्छ। अनि त्योमा खोलेर अनि सेयरहरूको कारोबार गर्न सक्नुहुन्छ। हस्त साथीहरू अब म चाहिँ सेकेन्डरी एकाउन्टको लागि पनि लिएर आउँछु भिडियोहरू। यो हेर्न सक्नुहुन्छ माई आस्बामा गएर यदि यहाँ खुलेको हुन्छ कुनै पनि सेयर खुल्या हुन्छ भने एप्लाई फर इस्यु भनेर यहाँ आइरहेको हुन्छ। जस्तो कि यो राइट सेयरको खुल्या छ। अब यो चाहिँ आइपिओ परेको थियो यो एकाउन्टमा त्यही भएर यसमा चाहिँ राइट सेयर पनि आइरहेको हुन्छ। कहिलेकाहीँ 10%, 5%, 100% यसरी चाहिँ राइट सेयरहरू पनि आउँछ। बोनसहरू आउँछ। टाइम अनुसारले तपाईको जस्तो कि मैले चाहिँ एउटा सिएलआई को 10 किता परेको थियो मेरोमा अनि यसमा चाहिँ 13 किता भएको छ। कुनैमा बोनस आएको हुन सक्छ हैन। अब निफ्राकै 50 किता परेको थियो अहिले 54 किता भएको छ। फेरि 6% अहिले आउँदै छ। अनि त्यसरी चाहिँ बढिरहेको हुन्छ। आरएनएलआई को 10 किता परेको थियो 12 किता भएको छ। यसरी चाहिँ टाइम अनुसार सधैं यसको चाहिँ प्राइसहरू पनि डिफरेन्स भइरहेको हुन्छ। यो चाहिँ तपाईहरुले पुरै खेल बुझ्न सक्नुहुन्छ कसरी भन्दाखेरि सेकेन्डरी एकाउन्टबाट। अब मैले चाहिँ बिस्तारै फेसबुकको माध्यमबाट पनि तपाईहरुको लागि यो चाहिँ भिडियोहरू बनाउँछु। सेकेन्डरी एकाउन्टमा कसरी छिर्ने सेकेन्डरी एकाउन्टमा के कस्ता जोखिमहरू छ र कसरी चाहिँ कारोबार गर्दा ठिक होला भनेर पनि म भिडियो बनाउँछु। हस्त साथीहरू यति भन्दै मेरो यो भिडियोलाई चाहिँ शेयर गरिदिनु होला। यसबाट मलाई चाहिँ सपोर्ट आउँछ र यो सपोर्ट भइसकेपछि तपाईहरुको लागि भिडियो बनाउन म धेरै नै प्रयास गर्छु। हस्त साथीहरू धन्यवाद।